दाइहरू गुड मर्निङ दाइ, सुप्रभात, सन्चै हुनुहुन्छ होला। अहिले हामी बरौनीबाट आफ्नो नेपालतिर आउँदैछौँ र हाम्रो मुजफ्फरपुरदेखिको यताको 4 लाइनको बाटो। सूर्योदय पनि खतरा दर्शन दिनुभएको छ। यो मुजफ्फरपुरको आम बगैँचाहरू हो, यो सबै देख्नु भइरहेको। राति इन्भाइस हामीलाई अलि ढिला दियो, 7-8 बजीतिर। आधी बाटो आएर हामी आदित्य होटल त्यहाँदेखि ताजपुर छेउछाउतिर आएर 5 बजीसम्म राति। अहिले बिहान हामी उठेर हिँड्दैछौँ। हेर्नु सक्नुहुन्छ, हामी 3 गाडी बसेको थियौँ आज। 3 गाडीमा एउटा गाडी अगाडि गइसकेछ। उहाँले अब गाडीको कागजहरू सब पास गर्नको लागि लिएर गइसकेछ भने म सेकेन्डमा छु र मेरो पछाडि एउटा गाडी अझै आउँदैछ। हामी 3टा गाडी एउटै कम्पनीको 3टै गाडी राति 5 बसेर सुतेर अरू गाडीहरू त रातारात गयो उनीहरू। हामी चाहिँ बाटोमा आधी बाटोमा आएर सुतेर बिहान उठेर हिँड्दैछौँ। यस्तो हाइवे बाटो यानि कि 4 लाइन बाटोमा पनि यस्तो धेरै ब्रेकर छ कि के भन्नु। आउँदैछ हाम्रो साथी। एउटा त्यो रातो ट्याङ्की भन्दा अगाडि पुगिसकेको छ एकजना। उसको पछि म छु। उसलाई भेट्ने प्रयास गर्दैछु उसको सँगै जानको लागि। उसको नयाँ गाडी छ, हाम्रो अलिक पुरानो गाडी हो। मेरो गाडी भाइ आले भाइ, मिलन भाइ के हुँदैछ त भाइ? के छ तेरो हालखबर? इन्डियाकोमा कतिको लामखुट्टे र इन्डियामा कतिको गर्मी छ र मिलन भाइ? 2 शब्द भनिदिनु पऱ्यो। धेरै छ होइन? गर्मी र जाडो गर्मी यति छ कि यो बरौनीतिर, यो इन्डियामा बरौनी एरियातिर र यो बिहार एरियामा गर्मी धेरै र मच्छर पनि धेरै पाइनेछ। सुत्न सकिन्न राति पनि। पङ्खा चलाएर सुत्दा पनि राति आएर पुरा टोकिरहेको हुन्छ। मच्छरको त कुरै नगरौँ गाइस। अब यही हो हाम्रो आजको। धेरै दिनपछि म फेरि एउटा सानो भिडियो हजुरहरूको सामु लिएर आउँदैछु। एउटा कुरा के खुसी लाग्छ भने यो हाम्रो बिहार एरियामा आउँदाखेरि चाहिँ मन्दिरहरू धेरै, सबभन्दा धेरै इन्डियामा सबभन्दा धेरै पुज्ने भगवान् भनेकै हनुमानजी हुन्। हनुमानजीको मन्दिरहरू धेरै छ। शङ्कर भगवानको पनि धेरै छ। र हामी हिँड्ने बाटोमा जुन यो हाइवे बाटो छ त्यो एरियामा चाहिँ मस्जिदहरू भेट्दैन, खालि हिन्दूकै मन्दिरहरू मात्रै भेट्छ। गर्मीमा नलागेको मच्छर कहिले लाग्छ त हामी त गाइजहरू।
फुर्सद भएको बेलामा हजुरहरूको सानो एउटा दुइटा भिडियो बनाएर भ्लगमा हाल्ने गरिरहेको छु। मेरो भिडियो हेरिदिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला है। अहिले आजलाई बिदावारी दिँदैछु। सानो धेरै ठुलो त बनाएन, सानै बनाएको छु। अहिले अब भर्खरै बनाउने कोसिस गर्दैछु। तपाईँहरूले साथ सपोर्ट दिनु होला। हस् त, धन्यवाद।